मेरो डे 2 मिनी ब्लग। आज मेरो डे 2 को मिनी ब्लगमा दर्पणलाई भेट्न जाँदै केटाहरू, गाउँको केटाहरूलाई मिठोमा र मिठो सम्झना। यो भिडियो पक्कै हेर्छन् भरे मेरो केटाहरूले। दर्पणलाई भेट्न जाँदै होइन केटा हो, बाटो यस्तै छ एकदम ओभर। अब 5 मिनटमा फिक्स पुगिन्छ दर्पणलाई भेट्न। केटाहरू के कस्तो छ हालचाल होइन, आजको हाम्रो एकदम इन्जोयमेन्ट। अबको 1 मिनटपछि हामी दर्पणलाई ठ्याक्कै भेट्न जान आँटेको छौँ। ल दर्पण बाटोमा उभिरहेको छ अरे, हेरौँ दर्पण कहाँ छ। दर्पणलाई भेट्न हामी हिँड्दै बाटो काठमाडौँमा कहाँ खोजिँदै हराइन्छ। आफूलाई थाहा छैन, आफ्नो कन्ट्रोल छैन। हामी जाँदै दर्पणलाई भेट्न। गाई जब दर्पण धेरै टाढा होइन, हामीलाई थोरै डिस्टेन्स र हामी जाँदै काठमाडौँमा यस्तो हिँड्दै लोटसमलमा के पाउँछ हामीलाई पनि थाहा छैन। हामीले दर्पणलाई देखिसक्यौँ। दर्पण त्यहाँ पर कहाँ जो सेतो कलरको भेस्ट लगाएर आउँदैछ है। ल अरे ल है दर्पणलाई भेटिसक्यो। दर्पणमा भिडियो बनाउँदैछ। अरे ल हामी कुन क्याफे जाने हौ? हामी यस्तो होइन ल भेटिसक्छ। अब हामी कता जाने? कुन चाहिँ क्याफे छिटपटमा भेटेर अब हामी सिधै उता कता हुन्छ यताको नाइट भने चाहिँ यताको अब होइन कुप्चा ठाउँ। स्वागत छ भाइ। एक पक ल एकचोटि जाति देखाइदिनु न, हान न एकचोटि। लु भाइ के भनिदेऊ न त, यो भिडियोमा के यो ल भन्ने ल भाइ भनिदेऊ त तिमी। भरे मिक्स हाल्छु है। ल भाइ भरे हेर ल भाइ भिडियो भारत परेन अन्त यो अब त मलाई छैन तान्ने। भाइ तिमीलाई चाहिँ कसरी दिनु त? अघि त्यहाँ तान्ने त हेर न, हातमै बोकिरहेको छ यो भाइले। तान न एकचोटि, कहाँ बसेको दिन्छु तान ल नि भाइ बस्छ एकदम गुड भाइ। ल यो भाइलाई छोडिदिउँ अब हामी बढी भइसक्यो भाइलाई। दर्पण गयो। ल दर्पण गयो। दर्पणलाई